हेलो नमस्ते हात तल राखेर नमस्ते हेलो नमस्ते आज चाहिँ हामी चिचिला गाउँपालिकाको 3 नम्बर वडाको यो डाँडा गाउँमा छौँ। यो आज चाहिँ यो लोहोरुङ जातिको एउटा पूजा रहेछ क्या, इक्सामाङ भन्छ क्या हैन। अनि त्यो पूजा चाहिँ यो सबै यो एरियाकै लोहोरुङ दाजुभाइहरू सबै भेला भएर चाहिँ एक ठाउँ पूजा गर्दा रहेछन्। यो चाहिँ अब बाली पूजा जस्तो रहेछ के हैन। अब चाहिँ अब नयाँ बाली लगाउने बेला पनि भयो हैन, त्यही भएर ठ्याक्कै यो बाली लाउनु भन्दा अगाडि चाहिँ पूजा गरिदो रहेछ। त्यो पूजामा चाहिँ हामीलाई पनि निम्तो आछ हैन। अनि त्यो पूजामा सहभागी हुनको लागि चाहिँ हामी पनि आइपुगेका छौँ। सबैभन्दा पहिला चाहिँ यता चावा भन्छ, त्यहाँबाट मूलबाट पानी निकालेर अनि पूजा थान अलिक पर छ, त्यो पूजा थानमा पूजा गर्ने ठाउँमा लगिदो रहेछ। धेरै गतिविधि रहेछन्। आज साँझ रातिसम्म नै यो पूजाका कार्यहरू चाहिँ हुन्छ। हामी यहाँ के हुन्छ हैन त्यो गतिविधि चाहिँ तपाईँलाई देखाउँछौँ। सो हामी तपाईँलाई यही भ्लगबाट आज चाहिँ के हुन्छ यहाँ त्यो देखाउँछौँ। सो आउनुहोस् है त। अब सबैभन्दा पहिला हाम्रो चावाको पानी लिन गइन्छ। अनि पानी उघाउनु भन्दा अगाडि फेरि त्यहाँ जङ्गली पूजा गरिन्छ छेउमा है। लंबो को टेम में आयो सीमाटो में जाए जरा सो सब टेम्पी में नीलाम लाम का में लार का पुआगा के सेम से में चोमना या लेवल के ई कैंप मुके में ठाके पगली मिलमा के ले कैंप ना में सिंगिङ ना बल दरे जङ्गली पूजा धूप गरिसकेपछि अनि त्यहाँ दुईटा गाग्रीमा त सफा पानी चावाको पानी उघारिन्छ। उघाइन्छ है। अनि उघाएर त्यसलाई छोपेर ल्याएर बोकेर जहाँ हामी पूजा गर्छौँ त्यो ठाउँमा पुर्याइन्छ। ए ओके। हामी पालो दिइहाल्छ तर धुवा छागाको बालो बोक्ने मान्छे के बोकिहाल्छ नि यो डोको इन्डिसँग हुन्छ बो यो बीचमा जस्तो डाइरेक्ट पुर्याइन्छ या के हुन्छ? त्यो डाइरेक्ट नै पुर्याइन्छ। त्यसमा बोक्नेहरू भनेको अरू भाइ युवाहरू हुनसक्छ, तर सुइसी बोकेर लाने हो। अनि त्यसपछि जुन घर हाम्रो सबैभन्दा पुरानो पुर्खा घर, त्यो घरबाट फेरि त्यो सँगसँगै या अलिकति अघि पछि 9वटा भारी बोकेर निकालिन्छ। पूजा गर्ने पानी चाहिँ डाइरेक्ट पुर्याइन्छ, डाइरेक्ट लगिन्छ। र अब बाटो एउटै भयो भने पुर्खाको घरबाट निकाल्ने अरू 9वटा भारी हुन्छ, त्यो भारी पनि सँगसँगै लगिन्छ। जस यो चावाबाट लगेको पानी र हजुर त्यो 9 भारी चाहिँ छुट्टै हो। त्यो छुट्टै हो, त्यो छुट्टै हो। अब यहाँ चाहिँ यो घर चाहिँ पासिङखिम भन्दो रहेछ क्या, भनेको घरको गाउँकै ठुलो पुर्खा अथवा के भन्छ ज्येष्ठ बुवाको घरबाट चाहिँ सबै आवश्यक सामग्री चाहिँ निकालेर लगिदो रहेछ। 9वटा भारी हुन्छ अरे। 9वटा भारीमा चाहिँ पूजाका सामग्रीहरू सबै पारेर तयार पारेर लगिदो रहेछ। हामी अगाडि बढौँ। नमस्कार हजुर, आराम हुनुहुन्छ? ल हामी पसिङखिममा है। नमस्कार दिदी। यो आज उतै लाने तरकारी हो? यो त कोन त म त जान्दिन बनाउनु। हैन यही खाने हो कि उता पूजामा लाने भने? खै के गर्ने। ए ल ठिक छ। पसिङखिमबाट पसिङखिम पुर्खा घर। त्यसमा के छ भने सबैभन्दा जेठो पुर्खाको हुनुहुन्छ, उहाँको घरबाट लाने चलन छ। अनि भरे त्यही नै फेरि पूजा सकेर फेरि विसर्जन पनि गरिन्छ। ए त्यही पासिङ त्यही आउँछ। त्यो बोक्नु है।
त्यो पुर्खा घरमा थन्काइसकेपछि फेरि मेन पुजारी जो हो त्यो पुजारीलाई पनि पुर्याउनु जानुपर्छ। यो 9 भारीमा चाहिँ नि पूजा सामग्री लगिन्छ। पूजाको लागि चाहिने सामानहरू अब दाउरा पात अब चामलदेखि लिएर होइन सिन्का यस्ता सबै चाहिने सबै 9वटा भारी पुर्याउनु पर्छ। पानी पनि पुग्यो हैन यो 9 भारी पनि पुग्यो पूजा त्यो पानी बाहेकै 9 भारी हो फेरि त्यो पानी छुट्टै चावा उघाएर लगेको हो अनि त्यही पानी चाहिँ उहाँ फेरि थानमा राखिन्छ हाम्रो मूल देवता पगरीटाङमा बाखाटाङमा बाखाथाङमा भन्छ अनि त्यसैमा चाहिँ दायाँ बायाँ राखिन्छ त्यो चावाबाट लगेको गाग्रीको पानी ओके छोपेर राखिन्छ। अनि अब जस्तो 9 भारी पनि पुग्यो अब पानी पनि पुग्यो अब के हुन्छ अब त्यहाँ पुगेर त्यहाँ थानको सुरसार गरिन्छ थानहरूको सुरसार गर्नुभन्दा अगाडि त्यहाँ भूमे गरिन्छ यो काट्दा हुँदैन हो त्यो एउटा सोल्छ यहाँ ती टक्से दिउँ है त अडी छ बाबा यसको अनि यो को मिल्दैन यसको चाहिँ चोक खोल त चोक मिलाउनु यस्तो त्यस्तै आउँछ अर्को बाजा त्यस्तै आउँछ अनि बास्दा अनि किनेको पर्छ त केराको पात हाम्रो तेल्ला भन्छ भूमे गरिसकेपछि हामी अब अरू पूजाको तयारी गर्छौं र केराको पात तेल्ला अछ्याउनु भन्दा अगाडिसम्म खाजा पानी चलाइसक्नु पर्छ अनि
आउने निम्तेरीहरू पनि त्यही बेलासम्म आइसक्नुपर्छ अनि त्यसपछि चाहिँ बन्द हुन्छ। माथि छानमा लाउने माथि नलाउँ पात होइन अरू चाहिँ सिम्बाक लगाइदिनु कुखुरा यहाँ रहेछ के है भू मरिसकेन एउटाले भन्नु पर्यो गन्ती हुन्न कि म त बजारबाट पेरङ्गबाट निकाल्दै दाम गर्ने बानी त्यो सम्झे कि खट्टै मामाको कति त्यसलाई ओछ्याएपछि पानी पनि खानु हुँदैन पूजा नसकी अनि आउने मान्छे पनि बन्द गर्नुपर्छ परै नै सेउला आउने बाटोमा सेउला गाडेर नआऊ है भन्ने सङ्केत राख्नुपर्छ यसचोटि चाहिँ हाम्रो अब यो पाहुनाहरूलाई सम्मान गर्ने सानो कार्यक्रम छ अनि यटाङपाहरू अनि माङपाहरूलाई पनि जित बहादुर चुकाने उत्तर बहादुर या पश्चिम चुकाने
त्यसलाई ओछ्याएपछि औपचारिक रूपमा हाम्रो पूजा थालेको मानिन्छ र त्यसपछि आवत जावत बन्द हुने र खानपिन बन्द हुन्छ। अब सुरु हो। अब हामी बाहिरको कोही मान्छेसँग बोलचाल गर्ने, भेटघाट गर्ने, खाने पिउने केही पनि खाजा पानी हामीले अब यो काम हामीले नसकेसम्म हामीले मिल्दैन। हाम्रो एउटा चाहिँ नि डेरेम लामसङको एउटा चाहिँ नि लोरुङ डेरेम लामसङको परम्परा अनुसार हामीले अब यो चाहिँ काम सुरु भएको एउटा चाहिँ नि एउटा सङ्केत हो। टेल्ला ओछ्यायो भनेपछि निम्तरी पाहुनाहरू अब मिल्दैन, अब मिल्दैन। अब जतिको जो आयो अब मिल्दैन। मिल्दै आए पनि नपाए हातको इसाराले उताउतै हामी कोहीसँग इन्गेज हुँदैनौँ। जति यहाँ छौँ। अर्को कुरा फेरि इम्पोर्टेन्ट कुरा यहाँ के छ भने तपाईँको यो तेल्ला जुन पात छ यहाँ पसिङले यो तेल्लाले बगाउँदैछ, उभौलीमा उभो बगाएको हुन्छ, उधौलीमा उधो बगाएको हुन्छ। यो केराको पात यहाँ जुन छ कि त्यो पनि हो कुरा हाम्रो यथार्थ कुरा हो। जाडो लागेपछि उधौली जाने हो, गर्मी लाग्यो भनेको उभौली लाग्यो। त्यही अनुसार हाम्रो यो टेल्लाको चाहिँ नि उधौली र उभौलीको हुन्छ। पूजामा के हुन्छ? त्यहाँ थुप्रै छ। सबैभन्दा ठुलो पूजा चाहिँ त्यो बाखाटाङमा भन्ने थान चाहिँ कतिवटा हुन्छ? हजुर जम्मा थान 7वटा हुन्छ। 7वटा नजिक हुन्छ कि? नजिक हुन्छ। सिकारी बुढेनी होइन, अनि धनकोटे, अनि वारीको पारीको, यस्तो विभिन्न नामकोहरू छ। र त्यसमध्येमा सबैभन्दा ठुलो चाहिँ त्यो बाखाटाङमा अब यो जमिनको मालिक भनौँ, त्यसको नेपाली अर्थ चाहिँ यो जड्यो लगयो हानायो लुङबुक माचा बेता युङ फामा मेता हानायो पगरी तान दाम्बियो पेन्थाम्बियो यो पगरी तान पगरी तानमा पखरी तानमा सायो बासायो यो यन्थाबियो निवाबी साया लावा Heo tangpa mu saya tangpa hoi जडेगा saya pi mata sih ya di ke mau इची पाबु गयो अलिकति थाके जस्तो पनि भइरहेछ। खासमा यतिखेर चाहिँ पूजाको आधा भन्दा धेर सकिसकेको छ। त्यो किराँतीहरूको चाहिँ अब पूजा भनेपछि काटमार गर्नुपर्छ, मतलब के भन्छ त्यो चढाउनु पर्छ कि कुखुरा काट्ने काम, बङ्गुर काट्ने काम सबै कुरा भयो होइन। र अहिले चाहिँ पहिलो चरणको चाहिँ कसरी सक्यो भन्दा पहिलो चरणको त्यो पूजा सकेर चाहिँ त्यो काटमार भएर अहिले चाहिँ केही पकाउने काम पनि हुँदैछ, त्यो एकछिनमा चढाउनु पर्ने पनि हुन्छ क्या। त्यो चढाएपछि मात्रै पूजा सकिन्छ।
हेरिउन भयो हामी त अनुहार त आज त फर्किनु न एकछिन है मिलाइदिउँ न ल गोरा दाममा के हो र अनि यो दाममा होला नि यो त अहिले मलाई यो चाहिँ जम्मा यो यता चाहिँ के पाक्दैछ हजुर यो के हो हो सिँगै हार्किङमा भन्छ के यसलाई चाहिँ भरै थानमा यसलाई ओल्स्याउनु पर्छ बफेर थानमा चढाउँछ क्या भरे यो माथितिर छ नि हाम्रो खानाहरू हाम्रो यो बारी भनेको चाहिँ बङ्गुरको मासुको त्यो भित्रेसहरू अनि होइन अनि आन्द्राहरू लगाएको हुन्छ यसमा चाहिँ भित्रेस मात्रै लगाउनु भएको छ अरूले खाँदैन भनेर अनि त्यही चामल लाउने कहिले चामल लाएर पकाउँछ कहिले खाना लाएर पकाउँछ अहिले चाहिँ हामीले यहाँ भातै लगाएको छौँ क्या यहाँ ढिलो हुन्छ भनेर
तयारी हो क्या यो पूजातिर बनाउँछ क्या यसमा दाल हैन अनि त्यस पछाडी त्यो मासुहरू हुन्छ अनि के अरे निङ्ग्रो अनि जलुका अनि प्याजको पत्ताहरू बनाएर बनाएको हुन्छ यतिकै बाक्लै हुन्छ क्या यतिकै छैन होला त्यति होला दिबु चाहिँ दिनु पूजा सकियो अनि अहिले चाहिँ प्रसाद ग्रहणको काम हुँदैछ वाचिप्पा तोङ्बा प्रसाद ग्रहणको काम हुँदैछ लगभग अब पूजा चाहिँ सकियो तर यो पछाडि चाहिँ पखिम भनेको पुर्खाको घरसम्म चाहिँ गएर त्यहाँ पनि केही विधिहरू छन् त्यो सकेर मात्रै चाहिँ औपचारिक रूपमा चाहिँ पूजा सकिएको भन्ने हुँदो रहेछ अलि लामो समय पछाडि खाजा खान पाइएको छ बडो मिठो भइरहेछ अब खाउँ त्यस पछाडि हामी पखिम गए पछाडि के हुन्छ त्यो पनि
यही हो भनेको हात पोल्छ है भनेको है दिदी हुन्छ सिकाउनु पर्छ याङ हुरुङ मलाई आउँदैन पक्का साँच्चै नै याङ हुरुङ भएर नि डल्ला चाहिँ फुटाउनु है दुईजनाले खानपिन चलिसकेपछि त्यसपछि चाहिँ अब हाम्रो टाढाको आगन्तुकहरूलाई उताउतै जान पनि फेरि छुट मिल्छ जानु पर्ने चाहिँ कहाँ हामी माथि चिचिला 2 नम्बरबाट आले अब पुर्खाहरूलाई बोकेर ल्याउनु पर्छ ओहाङ ओहाङ भन्दै फर्किनु पर्छ पूजा गरेको ठाउँबाट बाबा का बिटिला किनके डाउता आइगो तल खुट्टामाले तपाईले म माथिबाट
अब यो दाहिनेपट्टिको देब्रेपट्टिको दाहिनेपट्टिको कसले चिने अब गाग्री कुन हो दाहिनेपट्टिको हो राख्दै दाहिने राखेको रहेछ आको भी नि आको इगो भी होला नि चुक्टिङ पनि हो आको चुक्टिङ पनि हो बिस्तारै बिस्तारै आको चाहिँ माग्नु चेलीबेटी छोरी चुक्टिङ नगर्ने चेलीबेटी बिस्तारै बिस्तारै चेलीबेटी पनि होइन युएसए डलर कि अमेरिकी डलर सिङ्गापुर ब्रिटिस आर्मी हुन्छ नि केटा लाइट अहिले त निकै देखियो म एकछिन खामाका चाहिँ के देख्नुभयो तपाईँले भनेको धानको फुल देख्नुभयो धानको फुल दुईटै भाँडामा त्यहाँ चुलामा बोलाइन्छ अनि त्यो गरिसकेपछि अनि यता फेरि पुजारीलाई उसलाई त्यो एउटा विशेष जिम्मेवारी दिएको हुनाले उसलाई सम्मान स्वरूप घरमा उसले पाउने उसको के हुन्छ उसले पुजारीले पाउने त्यहाँ छ होइन अनि त्यो बोकेर अनि उसलाई फेरि घरमा साथीसँग 2-4 जना एकजना पसिङ अनि अरू साथीसँग पुर्याइन्छ दक्षिण त पर्दैन हामीलाई ल हजुर सम्झिनु पनि दुवाको होला हेटाङको तर्फबाट लिउँ है ल हजुर ल ए हुन्छ लिउँ है सगुन भने हजुर ल लगभग कति रातिको कति बज्यो अहिले 9 बज्यो 9 बजेर 10 मिनट भयो बिहानै हामीले भनेको थियौँ हामी चिचिलाको डाँडा गाउँमा छौँ भनेर अनि पूजामा छौँ भनेर पनि बिहान भनेको थियौँ हामीले पूजा सकियो अहिले 9 बजे लगभग 9 बजिसकेको छ हामी त्यहाँ पूजा सकेर चाहिँ हामी पासिङको घरमा भनेको मूल पुर्खा उहाँको घरमा आयौँ आएर पनि त्यहाँ गर्ने विधिहरू छन् जुन त्यो चावाबाट ल्याएको पानी त्यस पछाडि चाहिँ त्यो थुन्से होइन त्यसलाई चाहिँ के भन्छ भने हाम्रो भाषामा चाहिँ जिउरुम भन्छ क्यार उहाँहरूको चाहिँ अर्कै भन्दो रहेछ चसुम हेर्ने भन्दो रहेछ उहाँहरूको भाषामा चाहिँ चसुम खाङ्ने भन्दो रहेछ त्यो पनि भयो अनि खारिबो भन्छौँ हामी चाहिँ पुजारीबाट त्यो चाहिँ अब के कस्तो रह्यो के कस्तो हुन्छ भनेर चाहिँ त्यो सोध्ने हुँदो रहेछ हाम्रोतिर पनि हुन्छ त्यो पनि सकियो अनि त्यो सकिएपछि चाहिँ मेन पुजारीकोमा चाहिँ जानुपर्ने चाहिँ पुर्याउनु पर्ने रहेछ अनि पुजारीलाई दिइने त्यो मासुका भागहरू त्यो हुन्छ नि थानमा चढाएको त्यो चाहिँ प्रसादको रूपमा फेरि यहाँ पनि आएर खानुपर्ने चलन रहेछ ठ्याक्कै अहिले चाहिँ त्यही खाँदैछौँ हामी चाहिँ समग्रमा यो बिचमा हामी के भनिरहेछौँ भने हामी चाहिँ खासमा यो पूजाको डकुमेन्ट्री निर्माणको क्रममा आयो त्यही भएर दिनभरि हामी यतै बस्यौँ अनि
अहिले तपाईँ हेर्दै गर्नुभएको चाहिँ यो भ्लग हो, यो डकुमेन्ट्री होइन। डकुमेन्ट्री अर्कै आउँदैछ। डकुमेन्ट्री भन्दा अगाडि नै यो भ्लग सम्भवतः आइसक्छ होला। फुल डकुमेन्ट्री चाहिँ अलिक पछाडि आउँछ। कोही चाहिँ अब झुक्किनु पनि सक्नु होला। डकुमेन्ट्री भने सबै भ्लग बनाएरै सक्यो भन्ने पनि कुरा हुन सक्ला। यसलाई स्पष्ट अहिले नै पार्छु। पहिलो पटक हो यो इक्सामाङ भन्छ क्या, अनि यसलाई बाली पूजा पनि सादा सिधै सामा बुझ्दाखेरि भनिँदो रहेछ। अनि यो चाहिँ अब बाली नाली लगाउने बेला भयो नि त, लाउनु भन्दाखेरि चाहिँ बलबिन्ती माग्ने, प्रकृतिको पूजा गर्ने, सिकारी होइन, धेरै कुराहरू हुँदो रहेछ। जस्तो जङ्गली जनावर बाँदरकै पनि पूजा गरिँदो रहेछ। यसलाई चाहिँ त्यहाँबाट त्यस्तो असर नहोस् भन्ने लगायतका कुरा हुँदो रहेछ। र यो पटकको राम्रो पक्ष चाहिँ उहाँहरूको के लाग्यो भने यो दिदिङ अनि वडा नम्बर 2-1 के अरे भन्दा पनि 1 पनि, त्यस पछाडि 2-3 यहाँको लामसोङ लोरुङहरू चाहिँ योभन्दा अगाडि फाल्टा फाल्टै 2 ठाउँ पूजा गर्दा रहेछन्। अनि यो पटकदेखि चाहिँ एकै ठाउँ गर्ने भनेर भन्नुभएको रहेछ। यो किन भन्दाखेरि चाहिँ उहाँले के भन्नुभएको थियो भने जस्तो अलिक टाढा टाढा भयो नि त होइन, अनि आफ्नो दाजुभाइ नै नचिन्दाखेरि चाहिँ समस्या भएको जस्तो उस्तै पऱ्यो त, बिहेबारी नै हुने सम्भावना पनि रहने जस्तो महसुस गर्नुभयो अरे उहाँहरूले। त्यही भएर होइन एकै ठाउँ गरौँ भनेर चाहिँ यो सालबाट एकै ठाउँ गर्नुभएको रहेछ। यो चाहिँ बडो गजब लाग्यो क्या। यसो भएपछि चाहिँ को आफ्नो दाजुभाइ, को आफ्नो नातेदार, को आफ्नो नजिकको होइन, त्यो चाहिँ चिन्ने अथवा भेटघाट हुने, त्यो हुँदाखेरि चाहिँ चिनिने रहेछ। अनि अर्को कुरा उहाँहरूको राम्रो पक्ष के लाग्यो भने नाता गोता अनि छोरीचेलीहरू जो बिगरेर जानुभएको छ नि, उहाँहरूलाई पनि विशेष स्थान दिइदो रहेछ। जस्तो पूजा स्थानमै पनि उहाँहरूको छुट्टै त्यो जस्तो चावाबाट पानी ल्याएर राखिने, अनि त्यस पछाडि चाहिँ थुन्से छोपेर राखिने, उहाँहरूको छुट्टै के भन्छ त्यो के भन्छ उहाँहरूको भाग जस्तै हुने रहेछ क्या। त्यो पनि कस्तो मजा लाग्यो क्या। लगायतका कुरा यो पटक सिक्न पाइयो होइन। गजब लागेको छ। र अहिले अब लगभग सबै पूजाको विधिहरू सबै सकेर अहिले चाहिँ हामी मेन पुजारीको घरमा खाएर पनि प्रसाद खाएर पनि अब हामी छुट्टिन्छौँ। र यही हो, फेरि पनि भन्छु यो भ्लग मात्रै हो, डकुमेन्ट्री फुल डकुमेन्ट्री पछाडि आउँदैछ। नझुकिनु होला कि यही डकुमेन्ट्री यही हो भनेर नझुकिनु होला, यो जस्ट भ्लग मात्रै हो। यो सम्भवतः डकुमेन्ट्रीभन्दा अगाडि नै आउँछ। डकुमेन्ट्रीको धेरै प्रोसेसहरू छन्, त्यो पार गरेर आउँदाखेरि अलिक टाइम लाग्छ। केही भिडियोहरू चाहिँ यही भ्लगमा पनि तपाईँले हेरि नै सक्नु भएको छ। सो थ्याङ्क यू। यो नयाँ अनुभव हो र यहाँका लामसोङ लोहोरुङ समुदायले यो कामको लागि हामीलाई सम्झिनु भएको छ होइन। हजुर, हामीलाई सम्झिनु भएको छ। सो धेरै धेरै धन्यवाद छ। एकदम यो बोलाउनु भयो, सबैलाई धेरै धेरै धन्यवाद भन्दै आजको यो भ्लग हामी यही टुङ्ग्याउँछौँ। र यो फेरि पनि भन्छु, यो पूजाको डकुमेन्ट्री चाहिँ अलिक पछाडि आउँदैछ है, यो पनि प्रतीक्षा गर्दै गर्नुहोला। अहिले भने हामी बिदा हुन्छौँ, अर्को भ्लगमा हाम्रो भेट हुनेछ। नमस्ते सेवा के।